यहाँनेरि चाहिँ प्रसादहरू दिने साट्ने आमामा गाइस आज मन्दिर चाहिँ पुरा भिड छ यहाँ हेर्नु त। यहाँनेरि चाहिँ माछा हो कछुवा छ यहाँनेरि एउटा निस्केको ए भगवान सब उडेको गाइस हामीहरूको चाहिँ पूजाहरू पनि सबै भइसक्यो हो र दिदीहरू चाहिँ उहाँ प्रसाद खाएको ठाउँमै हुनुहुन्छ भित्रै। हामी चाहिँ अहिले यहाँ बाहिर आइरहेछौँ। अब फोटोहरू पनि त उठाउनु पर्यो मन्दिर आइसकेपछि होइन। यहाँ दिदीहरू चाहिँ मामाहरू उठाउँदै हुनुहुन्छ माइजूहरू यहाँ हेर्न सक्नुहुन्छ। यता दिदीहरू सबै फोटो उठाउँदै हुन्छ यहाँ माथि। हामीहरूको चाहिँ उहाँभित्र प्रसाद खाएको ठाउँमै उठाइराख्नु भएको छ फोटोहरू। गाइस भित्रको चाहिँ पूजा गरेको ठाउँको चाहिँ भिडियो गर्न एलाउ थिएन है, त्यसको लागि भिडियोहरू चाहिँ गरिनँ। बाहिरको चाहिँ अब देखाउँदैछु अलिअलि जस्तो जे हुन्छ हेरिदिनु होला सबैजनाले। गाइस हामी चाहिँ अब पूजाहरू पनि गरिसक्यौँ, फोटो खिच्न गएका हौँ। पूजा गरिसक्यौँ, अरूले फोटोहरू खिचिसक्नुमा हामी चाहिँ भर्खर जाँदैछौँ। कस्तो लाग्यो दिदी मन्दिर आएर? राम्रो लाग्यो। यता चाहिँ पुरा फोटो सुट चल्दैछ। गाइस हामी चाहिँ अब फोटोहरू पनि उठायौँ। अब चाहिँ घर जानको लागि निस्केका भनौँ न, सबैजना अब जाँदै हुनुहुन्छ। कस्तो लाग्यो मन्दिर आएर? फर्स्ट टाइम आयो कि नि? यता फोटो खिच्दै हुनुहुँदो र क्यामेराम्यान दिदी हुनुभएछ, यता उभिने दिदी। राम गाइस यति भिड छ नि मन्दिरमा आज। राम फोटो खिच्ने उस्तै दर्शन गर्ने यहाँ हेर्नु त कति भिड छ। यहाँ हेर्नु परेवाहरू कति धेरै कस्तो मजाले। यता पनि यहाँनेरि चाहिँ कछुवा है, माछा। रीता यता कसलाई बोलाउनु भएको? गाइस हामी चाहिँ अब निस्केका मन्दिरबाट पनि पुरा घाम लाग्यो, गर्मी चाहिँ एकदमै बेसी छ। सबैजना गइसक्नुभयो, एक एकजना गर्दै माइजूहरू सबै निस्किसक्नु भयो, हामी पनि निस्किँदैछौँ। आज चाहिँ मन्दिरमा आएर आरतीहरू पनि गर्न पाइयो, धेरै नै राम्रो लाग्यो, शान्ति लाग्यो। आज चाहिँ हामी बिहानै आइपुगिछौँ। दादा कस्तो लाग्यो भन्दिनँ मन्दिर आएर? ला खुजुरा ह खोइ माइजूहरू चाहिँ माइजूहरू अघि जानुभयो।
हामी चाहिँ छोडेछौँ माइजूहरू अघि जानुभएछ गाडी भएको ठाउँमा। यतापट्टि चाहिँ पुरा दोकान छ। हो नर्मदा दिदी होइन यता चाहिँ पुरा पूजाको दोकान छ मालाहरू। खै दिदीहरू फेरि गाइस एक जना गर्दै हराएको हराई गाडीसम्म चाहिँ एकजना जाँदैछौँ। यहाँ दोकान के किन्ने खतरा लाग्यो नि त। प्रसादहरू সহায়ে কৈছো মই বুজিছে আপোনালোকে ঘৰৰ পৰা চাউল চাউল নাই না তেতিয়া हामी चाहिँ अहिले यहाँ ढाबामा आइरहेछौँ है। सबैजना यता छ ढा 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 এতিয়া আপোনালোকে চাইটা দিলো আপোনালোকে তিনটা ৰুটি খাব ও বাইদেউ আৰু ৰুটি সারা বসা দিলে यता चाहिँ रोटी खान आइरहेछौँ। मामाले पनि भात खानुभएको म खान्न मेरो व्रत उसलाई अरे बुनुलाई गाइस हामी चाहिँ होटलमा पनि खायौँ। मैले चाहिँ खाइनँ मेरो चाहिँ आज व्रत थियो र अब खाएर हामी चाहिँ निस्केका यहाँ गाडीमा बस्दै हुनुहुन्छ सबैजना। अरू दिदीहरू चाहिँ उतै मन्दिरतिरै हुनुहुन्छ आउनु भएन। खै रिता गाइस हामी चाहिँ अब मन्दिरबाट पनि फर्किसकेका छौँ र अब अहिले आधी बाटो चाहिँ पार भइ पनि सक्यौँ र अब यसरी धेरैजना मिलेर जाँदाखेरि चाहिँ एक खालको भिन्दै रमाइलो पनि हुँदो रहेछ र फुर्ती त झन् अझै धेरै यसरी सबैजना मिलेर मन्दिर जाँदाखेरि। र अब उहाँ गएर पनि सबै थोक भने जस्तै भयो, आरती पनि भेट्यौँ, राम्रोसँग दर्शनहरू पनि गरियो र धेरै नै राम्रो लाग्यो। र गाइस यो भिडियो चाहिँ मेरो यसरी नै अब अलिअलि गर्दा पनि धेरै नै लामो भएछ र त्यसको लागि चाहिँ मैले यो भिडियो 2 भाग गरेर हाल्दैछु र सबैजनाले हेरिदिनु होला लास्टसम्म नकाटिकन। अनि गाइस अहिले चाहिँ म नाम्ने जग्गा पनि आइपुग्यो मिसन चाराली र मलाई नमाइराखेर दिदीहरू पनि जानुभयो। सो गाइस यो भिडियोलाई पनि म एन्ड गर्दैछु। हजुरहरूलाई चाहिँ यो आजको भिडियो के कस्तो लाग्यो भन्न नभुल्नु होला। राम्रो लाग्यो भने चाहिँ सबैजनाले सेयर पनि गरिदिनु होला। अनि मेरो फेसबुक पेजलाई पनि फलो गर्न चाहिँ नबिर्सिनु होला गाइस। सबैजनाले मेरो फेसबुक पेजलाई चाहिँ फलो गरिदिएर जानु होला। अहिलेको लागि चाहिँ बाई।